सबैजनामा नमस्कार। तपाईँ यसपटक हुने लोकसेवा तर्फको नायब सुब्बा र खरिदारमा तयारी गर्न सोच्दै हुनुहुन्छ? याद गर्नुहोला, मङ्सिरदेखि विज्ञापनहरू सुरु गर्छ लोकसेवाले, जस अन्तर्गत पुस महिनामा नायब सुब्बाको र फागुनको अन्तिममा खरिदारको विज्ञापन गर्ने गरेको हुन्छ। अबको मङ्सिरदेखि हरेक अन्तिम बुधबार लोकसेवाका विज्ञापनहरू हुन्छ। सुब्बा र खरिदार पढ्नुको बेनिफिट के हो भने सार्वजनिक संस्थानहरूको विज्ञापन खुल्दा वा प्रदेशको विज्ञापन खुल्दा यी दुईटा सिलेबसलाई नै आधार मानेर अन्य सिलेबस बनाइएको हुन्छ। तसर्थ यो तयारी गर्दा अन्यको पनि तयारी भएको मान्नु होला। स्मार्ट जीकेले यही 21 गतेदेखि, कार्तिकको 21 गतेदेखि नयाँ कक्षा सुरु गर्दैछ। उक्त नयाँ कक्षामा बिहान 5 बजे आइक्यू, 6:30 बजे जीके जुन प्रथम पत्रको हुन्छ, जम्मा 2500मा तपाईँले 1 इयर प्याकेज पढ्न पाउनुहुनेछ। बेलुकाको समय 5:30 देखि 8:30 बजेसम्ममा रिटेन पेपरको पढाइ हुन्छ, जुन फुल सिलेबस अन्तर्गत पढ्नुभयो भने 30% छुट पनि पाउनुहुनेछ। कक्षा लिन लागि यही जुन व्हाट्सएप नम्बर छ नि, त्यो व्हाट्सएप नम्बरमा मेसेज गर्न सक्नुहुनेछ। क्लिक गरेपछि व्हाट्सएप खुल्छ, व्हाट्सएपमा मेसेज गर्नु होला वा दिएका नम्बरहरू छन्, यी नम्बरहरूमा कल गर्नु होला वा यही भिडियोको मा कमेन्टमा चाहिँ आई एम इन्ट्रेस्टेड लेखेर कक्षा लिन सक्नुहुन्छ। स्मार्ट जीकेमा डेली लाइभ क्लास हुन्छ, रेकर्डेड भिडियो वेबसाइटमा सफिस्टिकेटेड च्याप्टर वाइज राखिएको हुन्छ। मोक एक्जाम डेली एमसीक्यू दिन पाउनुहुनेछ र एमसीक्यू प्र्याक्टिस पनि रेगुलर रूपमा गराइनेछ। फिजिकल एन्ड अनलाइन मोक एक्जाम भनिन्छ। तपाईँले अनलाइन मोक एक्जाम शुक्रबार बेलुका दिनुहुन्छ र शनिबार त्यसको फिडब्याक र कपी चेक पनि अनलाइनै घरै बसेर नेपालको जुनसुकै कुनामा बसेर पनि एक्जाम दिन पाउनुहुनेछ। पीडीएफ नोट उपलब्ध हुन्छ र फिजिकल डाउट क्लियरिङ कक्षाहरू पनि सञ्चालन गर्नेछ। सिमिलरली खरिदारको पनि उक्त सिमिलर तपाईँले पाउनुहुनेछ। अन्य कुनै जानकारी लिनु परेमा स्मार्ट जीकेका जुनसुकै सोशल मिडियाहरूबाट तपाईँले लिन सक्नुहुनेछ। यति भन्दै तपाईँहरू माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।